जसको लागि हामी यो गीत गाउन चाहन्छौँ तपाईँहरू पनि आफ्नो इन्ट्रेस्टमा भेटिदिनुहुन्छ होला अल द बेस्ट 2083 तपाईँहरूकै हो आफ्नो नाम चाहिँ निहित कालोबाट है कपाल लामो छ गिटार बजाएको छ उसलाई थाहा छैन तर को हो Anyway, let's support Steve Fry, Mr. Srianga on the guitar. यस्तो वेदरमा पनि तपाईँहरू एकदमै घाटी भएर हेरिदिनु भएकोमा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है सबैजनाले एकअर्कालाई साथ दिँदै हेर्नु होला कसैलाई सपोर्टेसन भएर कम्मर भाँचिहाल्छ मिजुले सहन सक्दैन क्या Anyway, thank you. So, अब यता फेरि नयाँ
औला साथी पुरानो बेला हुन आँटिसक्यो अब त्यो भन्दा सो तपाईँहरू हाम्रो छोरीचेलीहरूलाई हाम्रो दिदीबहिनीहरूलाई पनि च्यालेन्ज गर्नुहुन्छ उहाँको कपालले होइन एकदमै केही पोस्टमा सानोमा तपाईँ नै जस्तो लाग्छ Anyway, मनुलाई केही समय प्लिज नमस्ते जुजोलप्पा ओकिदेन लुगा यहाँ बस्दा लाइक 41st टाइम आएको थियो होइन कृतिपुरै अब हुन्छ अस्तिको पालि पनि भइसक्यो वेदरले त्यस्तो गर्थ्यो आज चाहिँ वेदरले हल्का कम्प्रोमाइज गरिरहेको छ हाम्रो लागि यो एम्बियन्स यो ठाउँको लागि सासा होइन तर एकदम दामी छ होइन मैले कस्तो मजाले आफैले बसिरहेको अगाडि फेरि एक स्टेप त्यहाँ एक स्टेप त्यहाँ सबैले जिम गर्छहरूलाई मिठो भन्दी ठिकै छ सब अब हाम्रो आज सभामा सम्पूर्ण हाम्रो कृतिपुरमा जतिजना आउनुहुन्छ सबैलाई प्लिज केही शब्दले सबैलाई नमस्ते जुजोलप्पा यस्तो पानी झऱ्यो भने पनि तपाईँहरू आएर यसरी सपोर्ट गरिरहनुहुन्छ थ्याङ्क यू फर लभ एन्ड सपोर्ट अनि लभ यु अल कृतिमा थ्याङ्क यू कङ्ग्रेचुलेसन्स एन्ड थ्याङ्क यू सो मच ल तिमीले अगाडि आयो है थ्याङ्क यू अब अर्को ड्रमरलाई पनि दिएको छैन नि त है मेरो भाइ यहाँ एकचोटि एकदम ज्ञानी भयो बोल्दैन अब यहाँ कति डर लाग्छ यहाँ अगाडि मलाई कस्तो हुन्छ ल एनिवे भाइ जोक्स अपार्ट जासपरलाई चाहिँ केही शब्द किनकि जासपर एकदम छोडेर बोल्छ है त्यही भएर आज जासपरले तपाईँलाई केही शब्दहरू धन्यवाद दिन्छ जासपरले पानीमा पनि आउनुभएको छ भन्ने गर्छ है ल कम नमस्ते सबैजना थ्याङ्क यू सो मच फर कमिङ यस्तो पानीमा परेको बेला पनि आइदिनु सपोर्ट गरिदिनु यो माया भाइले सम्पूर्णलाई धर्मको लागि पनि निमन्त्रणा दिनुभयो एकदमै केयरिङ छ सो धर्मको चाहिँ हाम्रो फ्री सो छ योपालि 20 क्राउड होला सो हामी 5 जना चाहिँ यहाँ अन स्टेज भयौँ तर हाम्रो ब्याक बोन्सहरू चाहिँ फेरि 3 जना बाँकी हुन्छ जो बिना चाहिँ हामी इन्कम्प्लिट छौँ स्टार्टिङ विथ हाम्रो सबैभन्दा सिनियर मेम्बर इन द ब्यान्ड ठ्याक्क लाइटको मुनि मिस्टर हेनरी राई साउन्ड प्लिज मिस्टर हेनरी राईलाई कपाल यस्तो जहिले माथि यसरी बाँधिराख्नु भएको हुन्छ मिस्टर हेनरी थ्याङ्क यू सो मच अनि हाम्रो ब्यान्डको सबैभन्दा जुनियर भतिज मुक्साङ लिम्बू अन स्टेज टेक अनि स्पिन एन्ड एभ्रिथिङ मुक्साङ लिम्बू भतिज दाइ दिदीहरूलाई नमस्ते गरौँ तर 22 वर्ष पुगेको हात चाहिँ एनिवे अब हामी 7 जना भयो एकजना चाहिँ हाम्रो साउन्ड इन्जिनियर मिस्टर पुकार थकाली दिएर कता हुनुहुन्छ यतै कता भन्नु कि टाप हानिहाल्छ कि त्यही पछाडि हुन्छ एनिवे हामी 8 जना ओभरअल हामी 6 जना लोकल छौँ बारी छ जसपरले ड्रम ठोकेर पनि खुलाइ जस्तो लाग्छ जसपरलाई कस्तो प्र्याक्टिसमा पनि जसपर एकछिन नै हामी बोल्छौँ भन्नुपर्छ जसपर बजाएको बजाउँछ एनिवे अबको गीत चाहिँ हाम्रो मुटुदेखि तपाईँहरूको मुटुसँग आइरहेको छ